जुन मान्छेलाई तपाईले धेरै नै माया र धेरै नै केयर गर्दा पनि तपाईको हुन सकेन, त्यो मान्छे कसैको पनि हुन सक्दैन। यस्तो मान्छेलाई नरोक्नुस्, केवल एक कुरो भन्नुस् कि जाऊ र बाँच आफ्नो जिन्दगी। जीवनमा दुई काम धेरै नै मुस्किल हुन्छ। पहिलो, जुन व्यक्तिसँग माया नहोस् तर हरपल उसैसँग रहन परोस्। दोस्रो, जोसँग माया होस् तर उसको बिना रहन परोस्। जब सम्बन्ध निभाउने औकात छैन भने सम्बन्ध नजोड। तिम्रो 2 दिनको देखावटी मायाको चक्करमा एक मान्छे जिन्दगी भरिको लागि हाँस्न बिर्सिन्छ। यसकारण कसैलाई झुठो माया गरेर उसको फिलिङसँग नखेल, किनकि कहिलेकाहीँ टुटेको दिलको बदुवा जिन्दगी लिएर डुब्छ। पुरुष यदि हात छुटाएर जान चाहन्छ भने हात समाएर रोक्नुस्। के थाहा रुक्न सक्छ, तर यदि स्त्री हात छुटाएर जान चाहन्छ भने कहिले नरोक्नुस्, किनकि ऊ हात छुटाएर जान खोज्नुभन्दा पहिले नै गइसकेको हुन्छ। यदि तिमीलाई 2 मान्छेसँग माया भएछ भने र एकलाई छोड्नु पर्यो भने पहिलोलाई छोडिदिनु, किनकि यदि पहिलोसँग साँचो माया भएको भए तिमीलाई दोस्रोको आवश्यकता हुँदैन थियो। जिन्दगीको 4 तितो सत्य। तपाईँ कहिले कसैलाई सन्तुष्ट गर्न सक्नुहुन्न। तपाईको जिम्मेवारी कहिले समाप्त हुन सक्दैन। अरूको लागि जति नै जिउनुस्, कसैले तपाईको कदर गर्ने छैन। तपाईँ चाहेर पनि कसैको जिन्दगी परिवर्तन गर्न सक्नुहुन्न, किनकि उसलाई उसको कर्मको फल मिलिरहेको हुन्छ। यसकारण चिन्ता छोड्नुस्, आफ्नो लागि जिउनुस्। जिन्दगीमा तपाईसँग को मिल्नेछ त्यो समयले निर्णय गर्नेछ। जीवनमा तपाईँ कोसँग भेट्नु हुनेछ यो तपाईको दिलले निर्णय गर्नेछ। तर जीवनमा तपाईँ कसको दिलमा भइराख्नुहुन्छ यो तपाईको व्यवहारले निर्णय गर्नेछ। एक कुरो याद राख्नुस्, एक अर्कासँग हर पल माया गर्दै रहनुस्, किनकि बिछोड कहिले वार्निङ दिँदैन। एक अर्काको हालचाल सोध्दै रहनुस्, किनकि कसैले पनि जान्दैन कि अन्तिम कल या अन्तिम भेट कहिले हुन्छ। एक अर्काको साथ बर्दाश्त गर्दै रहनुस्, किनकि जो एक पटक जान्छ त्यो कहिले फर्केर आउँदैन। कसैको राम्रो हुन सक्दैन भने नराम्रो गर्ने कोसिस नगर्नुस्, किनकि संसार कमजोर हुन्छ तर संसार बनाउने वाला होइन। हरेक मान्छे जस्तो देखिन्छ आवश्यक हुँदैन कि त्यस्तै हुन्छ। कालो दालको केवल बोक्रा नै कालो हुन्छ। श्री कृष्ण भन्नुहुन्छ, समय सबै थोक सिकाइदिन्छ। मान्छेसँग रहन पनि र मान्छेको बिना रहन पनि। थोरै झुकेर यदि सम्बन्ध टुट्नबाट बच्न सकिन्छ भने झुक्नु नै राम्रो हुन्छ, किनकि घमण्ड सबैमा हुन्छ तर झुक्छ त्यही जसमा सम्बन्धको चिन्ता हुन्छ। बिछोडपछि तिमी मलाई पाउन सक्दैनौ, म त्यहाँ भेट्ने छु जहाँ तिमी आउन सक्दैनौ। कहाँबाट ल्याऊ यति शब्द कि तिमी कुरो पनि नगर्ने र मलाई फरक पनि नपर्ने। आफ्नो मर्यादा केवल त्यस मान्छेको लागि पार गर जो तिम्रो अन्तसम्म साथ दिन सकोस्। चाहे जति नै उच्च पद प्राप्त गर्नुस्, चाहे जति नै ठुलो डिग्री लिनुस्, यदि बोल्ने तमिज र इन्सानियत सिकेन भने त्यो मान्छे अनपढको बराबर नै हुन्छ। त्यस मान्छेको कहिले फाइदा नउठाउनु होला जसले तपाईको मद्दत गर्ने चक्करमा कहिले पनि आफ्नो परिस्थितिसम्म देखेन। आफूलाई अति आवश्यक भए पनि आफ्नो परिस्थितिलाई साइडमा राखेर तपाईको मद्दत गरेको हुन सक्छ। यस स्वार्थी संसारमा यस्तो मान्छे पटक पटक पाउनु हुने छैन। त्यसकारण समय हुँदै त्यस्तो मान्छेबाट टाढा हुने कोसिस कहिले नगर्नुस्। तपाईको जिन्दगीमा मान्छे त धेरै पाउनु हुनेछ, तर ऊ जस्तो साँचो मन भएको मान्छे नपाउन सक्ने सम्भावना धेरै हुन सक्छ।
पुरुषको खुसी केवल ऊ जन्म भएपछि मनाइन्छ, बाँकी पुरै जिन्दगी अरूको खुसीको लागि मात्रै बाँच्छ। एक पुरुषले आफ्नो इच्छा आकांक्षालाई आफूमा सीमित राख्नै सक्दैन। जस्तो सुकै परिस्थितिमा अरूकै खुसीलाई आफ्नो खुसी सम्झिएको हुन्छ। चाहे उसको कसैले सम्मान गरोस् या नगरोस् उसलाई केही फरक पर्दैन। उसले केवल आफ्नो मनमा शान्तिको अनुभूति गर्छ अरूलाई खुसी पारेर। मान्छेले भन्छ जसलाई हदभन्दा बढी माया गर्नुहुन्छ त्यसले मायाको कदर गर्दैन। तर सत्य त यो हो, जसलाई मायाको कदर हुन्छ उसँग कसैले माया गर्दैन। जीवनमा सबै चिज एकैसाथ कहिले पाइँदैन। पैसा छ भने सम्बन्ध कम हुन्छ, सम्बन्ध छ भने पैसा कम हुन्छ, दुवै छ भने स्वास्थ्य कम हुन्छ, यदि तीनै छ भने जीवन कम हुन्छ। सम्बन्धलाई हरपल समय दिनु होला, किनकि सम्बन्धमा फाटो टाढा रहेर हुँदैन, बरु समय नदिएर आउँछ। संसारमा सबैभन्दा ठुलो गलतफहमी के हो थाहा छ? कसैलाई आफ्नो मान्नु, ऊ माथि आफ्नो हक जताउनु, जबकि त्यही मान्छे तपाईलाई पटक पटक फाल्तु हुने अनुभूति गराउनु। मान्छेलाई बसमा कसरी गर्ने? लोभीलाई धन दिएर, घमण्डीलाई हात जोडेर, मूर्खलाई उसको इच्छा अनुसार काम गर्न दिएर, विद्वानलाई सत्य कुरो भनेर, एक्लोलाई माया दिएर, भोकोलाई खाना खुवाएर, बच्चालाई खेलौना दिएर, गुरुलाई सम्मान दिएर, सासूलाई मिठो कुरो गरेर, श्रीमानलाई शान्तिसँग सम्झाएर, श्रीमतीलाई ध्यान दिएर, नोकरलाई तलब बढाएर, मित्रलाई विश्वास जितेर, दुश्मनलाई हात जोडेर अनि प्रेमीलाई वफादारीसँग तपाईँ आफ्नो बसमा गर्न सक्नुहुनेछ। साइकोलोजीको अनुसार साँचो माया गर्ने स्त्री कहिले तपाईँसँग पैसा या महँगो उपहार कहिले माग्दैन। त्यो केवल तपाईँसँग उसको भागको समय र माया माग्छ। यो तितो सत्य हरपल याद राख्नु होला। त्यो मान्छे कहिले तपाईँको भ्यालु बुझ्न सक्दैन जसको लागि तपाईँ हरपल एभाइलेबल रहनुहुन्छ। उसको जिन्दगीमा उसको खास मान्छे नै यति छ कि उसलाई मेरो कमी महसुस नै हुँदैन। याद उसैको आउँछ जोसँग दिलको सम्बन्ध हुन्छ। हरेक मान्छेसँग माया हुन्छ यस्तो सम्भव नै हुँदैन। मेहनतको कमाइले तपाईको पेटभरि खान नदिए पनि जीवनमा सुख शान्ति अवश्य नै पूर्ण रूपले दिन्छ। हामी यस्तो चेलले बाँधिएको हुन्छौँ कि जुन हुँदै हुँदैन, आफै उठ्नुपर्छ। थाकेको टुटेको ज्यान आफ्नो जबसम्म सास चल्छ कसैले काँध दिँदैन। जो मिल्न सकेन उसैको प्रतीक्षा किन छ? जो मिलिरहेको छ उसँग अस्वीकार किन छ? धेरै नै मुस्किल छ सम्झाउन आफैलाई। जसलाई चिन्ता नै छैन मेरो उसैको लागि नै यति माया किन छ? त्यो सम्बन्ध प्रायजसो समाप्त हुन जान्छ जसमा कोसिस केवल एक तर्फबाट मात्रै भइरहेको हुन्छ। लेख्नु छ सधैँ उसैको लागि जसले मलाई कहिले पढ्नै चाहेन। यदि निद्रा आउँछ भने सुत्नुस्, राति जागेर बिछोडिएको फर्केर आउँदैन। केही मान्छे तपाईसँग सिकेर तपाईलाई नै सिकाउन लाग्छ। कुपोषण त हरेक गाउँमा छ। कतै आहार कम छ, कतै संस्कार कम छ। गल्ती जीवनको अभिन्न अङ्ग हो, तर यसलाई स्वीकार गर्ने साहस धेरै नै कम मान्छेमा हुन्छ। यदि कुनै स्त्री तपाईसँग साँचो माया गर्छ भने यी तीन चिज अवश्य गर्नेछ। एक नम्बर, ऊ कहिले तपाईसँग झुठो बोल्ने छैन। दुई नम्बर, ऊ तपाईले भने अनुसार नै गर्नेछ। तीन नम्बर, ऊ तपाईको अनुमति बिना कतै बाहिर जाने छैन। यस्तो स्त्री कुनै भाग्यमानीले नै पाउँछ। यदि तपाईसँग यस्तो स्त्री छ भने उसलाई हरपल सम्हालेर राख्नुस्।